नमस्ते किसान साथीहरू, स्वागत छ तपाईलाई हाम्रो एग्री हेल्थ एपमा। र आज हामी हाम्रो टिमले एउटा कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यले हामीले नयाँ एप लन्च गरेका छौँ, जहाँ चाहिँ हामीले धेरै एआई को फिचरहरू पनि रहेको छ, जसले चाहिँ हाम्रो किसान साथीहरूलाई चाहिँ आफ्नो बाली नालीलाई सुधार्न अनि त्यसपछि कृषिमा एउटा अलिकति राम्रो प्रगति गर्नको लागि चाहिँ सहायता गर्नेछ। र हाम्रो एपमा देख्न सक्नुहुन्छ तपाईँ, हाम्रो एपमा आउने बित्तिकै एउटा नयाँ इन्टरफेस रहेको छ। अब एआई डायग्नोसिस, स्मार्ट क्यालेन्डर र एक्सपोर्ट च्याट र मार्केट ट्रेड्स, यो सबै हामीले एआई को फिचर्स अनि लगायत अरू तपाईको डेली कृषिमा चाहिन सक्ने उपकरणहरू सबै हामीले यहाँ इन्क्लुड गरेका छौँ। र यहाँ देख्न सक्नुहुन्छ हाम्रो प्लेटफर्ममा तपाईँले पाउन सक्ने फिचर्सहरू जस्तो प्रिसाइज डिटेक्सन अनि सिजनल प्लानिङ, यो सबैहरू हामी चाहिँ नेपालीमा पनि उपलब्ध रहेको छ। र हाम्रो यो चाहिँ डाटा अहिलेसम्म चाहिँ डमी रहेको छ। हामी फर्दर अब प्रोडक्सनमा गएर चाहिँ यसलाई हामीले राम्रोसँग गर्नेछौँ। र लन्च एप भइसकेको छ साथीहरू। अब यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले प्लान्ट डायग्नोसिस, यो केही पनि होइन, तपाईँले आफ्नो बिरुवाको फोटो चाहिँ यहाँ अपलोड गर्न सक्नुहुन्छ। र यहाँ अपलोड गरेर क्लिक टु अपलोडमा थिच्नुहोस् र एउटा आफ्नो बिरुवाको फोटो चाहिँ यहाँ ओपन गर्नुहोस्। यहाँ हामीले जेमिनाई एआई को एपीआई युज गरेर तपाईहरुलाई एकदम प्रिसाइज रिजल्ट दिनको लागि हामीले जेमिनाई एपीआई युज गरेका छौँ। र यहाँ तपाईहरुले आफ्नो उसमा स्ट्याटस देख्न सक्नुहुन्छ, तपाईको बिरुवा कतिको हेल्दी छ, कतिको स्वस्थ छ भनेर। र हाम्रो कन्फिडेन्स चाहिँ अहिले 95% देखाएको छ। र समस्याहरू चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ। बालीलाई मकैको रूपमा पहिचान गरिएको छ र यो स्वस्थ तथा बलियो देखिन्छ। बिरुवाहरू प्रजनन चरणमा छन् र रोग, किरा वा पोषणको कमी कुनै खास लक्षणहरू तुरुन्तै देखिँदैन। र तपाईहरूले यहाँ सुझावहरू देख्न सक्नुहुन्छ। अब यसलाई तपाईहरूले यो सुझावहरू अब तपाईँ पछि गएर बिर्सिन सक्नुहुन्छ, त्यसकारण हामीले चाहिँ यहाँ एड टु टास्क पनि गरेका छौँ, जहाँ चाहिँ तपाईँले थिच्नुभयो भने तपाईँको चाहिँ टास्कमा एड हुन्छ। तपाईँको यहाँ एड भइसकेको छ। यदि तपाईँले यो टास्क कम्प्लिट गरिसक्नुहुन्छ भने यहाँ गएर टिक गर्न सक्नुहुन्छ, जसले चाहिँ तपाईँले अब अरू कामहरू पनि गर्नलाई, फर्दर काम गर्नलाई सहायता मिल्नेछ। र स्ट्याटसमा गएर चाहिँ तपाईँले यहाँ मार्केट प्राइस देख्न सक्नुहुन्छ, हाम्रो मार्केटमा कति रहेको छ। अब अहिलेको अब जस्तो डेली हामीलाई खान पर्ने चिजहरू जस्तो टोमेटो, अब यो टमाटर अनि धान अनि त्यसपछि आलु, प्याजको मूल्यहरू सबै देख्न सक्नुहुन्छ। अहिलेसम्म चाहिँ यो डमी डाटा छ। अब हामीले यसलाई कमर्सियली एभाइलेबल गर्नेछौँ छिटै। र यहाँ तपाईँलाई डेली उसमा चाहिने डेटाहरू पनि देख्न सक्नुहुन्छ, टेम्परेचर, ह्युमिडिटी, विन्ड स्पिड, यो सबै कुराहरू चाहिँ डेटाहरू हाम्रो यहाँ अलरेडी रहेको छ। र प्लान पनि गर्न सक्नुहुन्छ। एआई को सहायताले तपाईँले अब एउटा बाली छानेर तपाईँले अब जस्तो धान, मैले अहिले धान छानेको छु अनि हामीले एउटा प्लान बनाउन सक्छौँ। खेतीपात्रो जस्तो छ हाम्रो यहाँ जेनेरेट हुँदैछ साथीहरू, हेर्नुहोस् एकछिन। र हाम्रो यहाँ भइसकेको छ। ल अब यहाँबाट हाम्रो प्लानहरू सबै आइसकेको छ, कुन डेटमा के गर्ने भनेर। अनि तल सबै सार्दै सबै कुराहरू हेर्न सक्नुहुन्छ, सबै जानकारीहरू लिन सक्नुहुन्छ। र माथि जानुहोस् र यसलाई चाहिँ सबै तपाईँ यदि टास्कमा एड गर्न चाहनुहुन्छ भने यसलाई पनि टास्कमा एड गरेर अनि यदि कम्प्लिट गरिसक्नु भयो भने टिक गरेर अनि यसलाई बिल्ड गर्न सक्नुहुन्छ। र अब हामीसँग एउटा अर्को स्पेसल फिचर रहेको छ च्याटको। र च्याटको फिचरमा तपाईँहरूले अब केही आफ्नो समस्याहरू अथवा केही जिज्ञासाहरू चाहिँ यहाँ पेश गरेर अथवा भोइसमा बोलेर तपाईँहरूले दिन सक्नुहुन्छ। जस्तो म यहाँ टाइप गर्दैछु, अहिले भोइस गर्न मिल्दैन। यहाँ हाई भनेर भन्दाखेरि हाम्रो एआईले चाहिँ तपाईँलाई रिप्लाई गर्नेछ। र तपाईँले अब केही जिज्ञासा नेपालीमा छ भने अब मानौँ अब हामीले मेरो बालीलाई कसरी सुधार्न सक्छु, मैले हालेको छु प्रम्प्ट। ल अब हेर्नुहोस्, हाम्रो एआईले चाहिँ तपाईँलाई एकदम प्रिसाइज एन्सर दिनेछ। एकछिन वेट गर्नुहोस् साथीहरू, थोरै इन्टरनेट ल्याग गरेको छ। ल तपाईँले सबै देख्न सक्नुहुन्छ। र साथीहरू तपाईँले आफ्नो साइन इनको लागि चाहिँ यहाँ जान सक्नुहुन्छ। अहिलेसम्म मेरो एकाउन्ट रहेको छ, नत्र तपाईँले साइन आउट गरेर फेरि इमेल बनाएर रजिस्टर गर्न सक्नुहुन्छ। हस्त धन्यवाद साथीहरू, यति नै आजलाई यति नै। अब अरू कुरा गर्दै गरौँला। तपाईँ प्लेटफर्म प्रयोग गर्नुहोस् र आफ्नो कृषिमा सुधार ल्याउनुहोस्।